आर्मी सरहरू आउनुभयो यार, गन लिएर यार, 4-5 जना ग्रुप। डर लाग्छ यार मलाई फेरि गोलमा गुडेर आएदेखि भने। ल हामी खाना खान जाँदैछौँ, भर्खर गाडी चढेर लागेको थियो, कस्तो रकेट जस्तो कुदेको भने। ल हामी क्याम्पनिर पनि आइपुग्नु लागेको छ है। अहिले चाहिँ हामी अफिस पनि पढिसक्यो। ओ टिएम आएर चिया होला, चिया होला। ओ हेलो गाइज, गुड मर्निङ। फेरि पनि आइसकेको म न्यू डे न्यू भ्लग लिएर हजुरहरूको सामु। र म चाहिँ अहिले कहाँ के गरिरहेको छु भने कम्पनीमा तेल आएको छैन र म चाहिँ यहाँ तेल कुरेर बसिरहेको छु। कम्पनीमा 1 ड्रम तेल आएको छ भने सुन्ने होइन, 1 ड्रम रे 1 ट्याङ्करै होइन। त्यो अब तेल चाहिँ कम्पनीमा आए पनि हाम्रो मिसिन भएको ठाउँसम्म आएको छैन। मिसिन चाहिँ यहाँ साइडमा आएर बसिरहेको है। अनि अघि नै ल्याएर बसिरहेको छु, तेल चाहिँ आइपुगेको छैन। मर्निङ भर्खरै आज मस्त सुत्दै होइन, मस्त सुत्यो। 8 बजे छैन, त्यही ठ्याक्कै 8 बजे नै लाग्यो। 7 बजेर 51 गएछ है, 51-52। मस्त सुत्दै गयो आज चाहिँ होइन। निन्द्रा सिद्रा पुग्यो, उठेर ब्रस मुखसुख धुएर होइन, यो 1 बाल्टी कपडा भिजाएर भर्खर आउँदैछु म चाहिँ यहाँ साइड। यी त हो नि ड्राइभर क्याम्प, यहाँबाट यहाँ हुनुको टाइम लाग्छ अरे होइन। अनि तेल आएपछि फर्स्ट आवरमा मैले वहाँ परको वहाँ कुनाको त्यो कुना देखाएको छ नि, हो त्यो ढुङ्गा 2 टिप लोड गरिदिनु पर्ने हुन्छ सुरुमा होइन, फर्स्ट आवरमा। त्यसपछि यताउता फाउन्डेसन त हो नि। ल यस्तै छ होइन, मेरो चाहिँ दिनहरू यस्तै बिचिरह है। के भन्नु, काम नहुने बेलामा मुला वाक्क दिक्क के गरौँ कसो गरौँ, 1.5-2 महिना काम हुँदैन होइन। कता जाउँ के गरौँ हुन्छ। काम भयो भने पनि वाक्कै दिक्कै नुहाउनु लुगा धुनु झऱ्यो नि फुर्सद हुँदैन कि। यस्तो काम हुन्छ नि 3-4 महिना होइन, नन स्टप काम के। कहीँ जानु पनि फुत्किन नि नपाउने जस्तो टाइपको यस्तो काम हुन्छ नि। काम नभए बेलामा बसी काम भए बेला भाकै, तर काम भएको चाहिँ ठिक हो होइन। तर त्यस्तो हुन्छ कि एकनासले काम हुनु नि भने। अब यो लाइनमा वर्षमा 6 महिना काम हुन्छ, 6 महिना बस्नुपर्छ, त्यस्तै हुन्छ क्या। कुनै ठाउँमा चाहिँ अब वर्षमा त्यो 7-8 महिना काम हुन्छ होइन। नभए धेरै जस्तो ठाउँमा त 6 महिनाभन्दा धेरै ड्युटी गर्नै पाउँदैन। अनि चिल्ले खाइलाई बराबर भने जस्तै। मेरो त हातै दुख्यो हौ, यस्तो हातै दुख्यो उचाल्दा। ल तेल आएपछि तेल पनि थाहा छैन, सुनेको मात्र हो, आउँछ कि आउँदैन त्यो पनि थाहा छैन है मलाई। हाम्रो सर्भर टोलीहरू चाहिँ आएर बसेर गरिरहेको रहेछ है। क्यामेरा लिएर आएर हाम्रो बागमतीको भ्यू, यताको भ्यू चाहिँ यस्तो छ है। ल यहाँ यस्तो धेरै टनेला छ नि, डेन्जर छ कि टनेला। यहाँनिर लगभग 100-150 जति टनेला होला कि, त्यस्तो धेरै छ। त्यहाँ आगो बाल्ला रहेछ। यता आर्मी क्याम्प भयो है, यो देखेको सबै आर्मी क्याम्प हो। टनेला चाहिँ डेन्जर छ कि, यहाँ कति खेती गर्छ होला, कति काठमाडौँ छिर्छ होला। ओहो घाम बिहान पनि यस्तो डेन्जर लाग्छ नि। कालो मान्छे झन् कालो भएको भने। ल है तेल आएर तेल हाल्दैछौँ होइन। केटाले चाहिँ तेल पकाएछ क्या। अब मैले के भन्नु, अब मैले के भन्नु, म के भन्नु त, म केटोले के भन्नु। पाइप त्यहाँ तेल हालेर तानेर फुस्काएर होइन, त्यता भिज्दै यहाँनिरसम्म झऱ्यो क्या पाइप पनि। पाइप सँगसँगै हाम फाल्दै आएर च्याप्पै पक्रेर फेरि लगाइरहेको। मैले केही पनि भनेको छैन होइन। हाम्रो भाइरल गाडी है, भाइरल गाडी। मैले केही पनि भनेको छैन होइन। के भन्नु, म
कन्फ्युज भएपछि ल अब तेल आएर केटोले तेल हाल्दैछ यस्तै काटो हालिदियो काम सुरु गरेर छैन सर्भिटोले आएर सबै लाइन दिएर गइसक्यो किला गाडिदिएर यस्तो रातो रातो स्प्रे हानेर गाहा उतै पल्लो भित्तामा कहाँ हो देख्दैन क्या खोइ खोइ के हो मेरो मोबाइलले त देख्दैन त देख्दो रहेछ त्यसरी हालेर गाहा ड्याङ अब त्यही हान्नु पऱ्यो भट्टाभट है ल हाम्रो चाहिँ यहाँ काम भट्टाभट भइरहेको थियो है यता माटो फालेर यो फाउन्डेसनलाई यसो बढाएर किल्ला लाखान्दा उतासम्म बढाउने कुरो भइरहेको थियो गरिरहेको थियो उता जानुपर्ने रे 3 नम्बर पुल तलतिर अस्ति हामीले होम पाइप झिका ठाउँमा त्यहाँ बोला आउनै पर्ने भाषण टाइम पनि ठ्याक्कै 10 बजे नि त अब 2 घन्टा भाषण टाइम भाषा जाउँ न भनेको हुँदैन र अहिले नै आइहाल्नु भनेर अनि त्यही भएर म जाँदैछु तलतिर अब ड्रम त्यो होस् मासतिर कसले बोकेर तलतिर जान्छौँ अब के हुन्छ है के काम गर्नु बोला हो थाहा छैन ल म यहाँ ठ्याक्कै रोडमा निस्केँ नि त फेरि एकछिन पर्नु है म कल गर्छु है रे अब के गर्नु म रोडमा निस्किया चाहिँ एकछिन नहिँड्नु रे यहीँ अड्केर बस्नु रे यहीँ फ्रिज हुनु रे त्यही भएर म यहीँ बसिरहेको छु है त्यहाँबाट त है यहीँ आएको अनि एकछिन बस्नु चाहिँ खोइ के हो घरि के यहाँ बसिरहेको छु म प्लेन चाहिँ यो बाटो कुद्ने बाटो हो कि यही बाटोबाट ल 15 मिनटमा 20 मिनटमा 5 मिनट होइन 10-15 मिनटमा आएको यही बाटो सुई जान्छ अरे जति म वहाँबाट यहाँ आइपुगिसकेँ होइन अहिलेसम्म 5-6 खेप 7-8 खेप जति कल आयो कि 2 जनाले कल गर्छ 1 जनाले कल गर्छ ए नआउनु पर्दैन यहाँ भन्छ ल भनेर फर्किनु खोज्यो फेरि अर्कोले कल गर्छ ए आउनु यता भनेर फेरि आउँदै गऱ्यो फेरि बाटोमा नआउनु गर्दा म यहाँ आइपुगिसकेँ है अनि अहिले पनि लास्ट कल चाहिँ अनि म त यहाँ आइसकेँ आउनु कि नआउनु भन्दा भनेर भनेको आउनु रे अब चाहिँ उतै जाने होइन एउटा डिसाइड त गर्नुपर्छ नि यहाँ दुजनाले कल गरेर त नि के एकजनाले कल गरेर भए पो कन्फ्युज नहुनु एकजनाले आइज एकजनाले नआइज भनेर त के गर्नु हौ त्यही काम भइरहेको ठाउँमा त मजाले त्यही काम गर्छ त म किन आउनु यता घरि आएछ घरि नआएछ घरि आएछ त्यस्तो चाहिँ गर्नु भएन है सरहरू यो 2 जना सल्लाह भएर एक लट गरेर एक लट कल गऱ्यो क्या मिसिनलाई मारतर पार्ने तरिकाले काम गर्नु भएन ल म चाहिँ हाम्रो आज यो अगाडि आइपुगिसक्यो ल यहीँ रहेछ कि यो ग्यारेज भन्दा यतापट्टि यो वाल लगाएर ठाउँमा माटो फिलिङ गर्नु र ढुङ्गाहरू झारिदिनु पर्ने मिलाइदिनु पर्ने रे त्यही भएर बोलाएर यहीँ छ त नि अर्को मिसिन हो यहीँनिर छ अर्को चलिरहेछ लोड भइरहेछ पारिपट्टि नि छ त्यो मिसिन त यहीँ छ त अनि मलाई वहाँबाट त्यत्रो टाढाबाट किन बोलाएको अब कति 11 बजेर 2 मिनट गयो है अब खाना टाइम पनि हुनुलाई आज केटा चाहिँ गएकै छैन अहिलेसम्म नभए यतानिर खाना खानु गइसक्यो अघि अलि टाढा छ नि त यहाँबाट के पढ ल हामी खाना खान जाँदैछौँ भर्खर गाडी चढाएर लागेको थियो कस्तो रकेट जस्तो कुदेको भनेर ल हामी क्याम्पनिर पनि आइपुग्नु लागेछ है अहिले चाहिँ हामी अफिस पनि पढिसक्यो ओ टिएम आएर त्यहाँ होला ओ ल हामी ड्राइभर क्याम्प पनि आउँदा पानी पर्ला जस्तो भइरहेको छ आज के हुन्छ है अहिलेसम्म चाहिँ धुलो उडिरहेको छ यस्तो कालो निलो हुँदै आयो है ल खाएको ल भनेर अब खाना खानु
है ग्याङहरू हामी चाहिँ खाना खाएर पनि आइसक्यो भर्खरै आएर केटोले ग्रिसी ड्याङसँगै आएको आज चाहिँ फ्रिज पनि हानिसक्यो अब के गर्ने हो थाहा नै छैन अलिअलि ढुङ्गा झारिदिनु पऱ्यो है अघि अलिअलि झार्दा गएको थियो अलिअलि भन्नाले त्यो अघि लोड गरेर जति सबै ढुङ्गा झारेको थियो 2-3 बकेट बाँकी छ त्यसलाई झारिदिन्छु पानी पर्ला जस्तो भइरहेछ कालो निलो है धुम्म भइरहेछ है पानी कस्तो ब्लोर देखेको क्लियर छ त धुलो उडेछ होइन उताबाट कालो निलो हुँदै आइसक्यो है पानी डह्रो पर्ला जस्तो आज चाहिँ अब यो यहाँ टिएमले माल हाल्ला नि त यतापट्टिबाट बाटो बनाइदिनु पर्ने हुन्छ हामीले है फाल्टो गाडी कुर्ने है आरबी सरहरू आउनुभयो यार गन लिएर यार 4-5 जना ग्रुप डर लाग्छ यार मलाई फेरि गोलमा बोकेर आएको देख्यो भने पहिला यो काम गर्दाखेरि कति भाग्नु पर्थ्यो उता बाल्लो खानीमा खोलामा बाल्लो झिक्दाखेरि होइन म त एकलोट त गाउँले बनेर बसेको भने आयो होइन म त भाग्नै भ्याएन कि म त बाल्लो खानीबाट तलतिर भागेको थिएँ के छुटेर फेरि रुमतिर आउँदै थियो होइन बाल्लोबाट उँभो लाग्दै थियो लात्तै भेट्यो क्या पुलिसले ल म त के भन्नु अनि त्यहाँबाट म त कहाँ हुनु म त गाउँले हो यहीँ भागेको त सब भागिसक्यो अघि नै उता भागिसक्यो नभए म भाग्छ नि अन्त भनेर होइन म त जोग्यो कि नभए त चिया हुन्थ्यो चस्मा लगाएको त के हो के छ त एकछिन गाडी आएर यार भिडियो बन्द गरिदिन्छु ल आर्मी सरहरू टुङ आउनु भइसक्यो त्यहाँबाट देख्छ होला पछाडि हेराइ नै डेन्जर छ त यार अब खै कति बोल्छ त यतिखेर पनि यो ब्रिज ल के भयो जान्छ कि यतिखेर यो पिलरहरू सब फुटाउनु पर्ने हुन्छ अरे होइन ब्रेक जेसिबीको सानो उयो ब्रेकरले त्यसलाई अब फुटाउनको लागि बाटो बनाइदिनु पर्ने अरे बाटो कताबाट बनाउने हो त खै बाटो उता छेउबाट देखाएको थिएँ यताबाट गएर उताबाट घुमेर आएर यसरी के हुन्छ है बाटो यहाँनिरको लागि अब सर आउनु भएको थियो भर्खरै होइन त्यो जमेको पानी एउटै जम्नु भएन अरे होइन अब सबै मैले त्यहाँ खलास गर्नुपर्ने हुन्छ अब कसरी गर्ने हो के गरी गर्ने हो अब हेरौँ यो डाँडो काट्नुपर्ने हुन्छ त्यो डाउन बनाएर उतासम्म लग्नुपर्ने हुन्छ मैले त्यही माथि हिलोको कुलो सोर्दा पानी च्यालबेल हुँदा भइरहेको ठाउँमा होइन झन् पानी परेर बिजोग भयो त ल कत्रो पानी परेको बिजोग छ भने उताडि यत्रो डबाट फल्छ त्यो कुलो खोल्दा त्यही पानी खेलाउँदा हिलो भइरहेको ठाउँमा झन् हिलो बनाइदिएँ
ल पानी परेर बिजोग भएर अब यसलाई चाहिँ छिटो सक्नुपर्ने हुन्छ हामीले जसरी भए पनि। बागमतीसम्म कुलो ठ्याक्कै कटाइसकेँ है मैले चाहिँ। बागमतीमा बाढी पनि आउला जस्तो आइरहेको हल्का हल्का। यताबाट कुलो पनि ठ्याक्कै काटिभ्याएँ मैले है। यस्तो तरिकाले पुरै गाडी जाने गरी काटिदिउँ भनेको भएन त उनीहरूले। ओहो यहाँ जानुपर्ने अब यस्तो लेदो छ नि कसरी जानु होला यहाँ। ल 5 बजिसक्यो है। अनि तेल पनि सकिन लाग्यो। अनि उताको त्यसरी खोल्दै पानी अझै सुकेको छैन। त्यो छेउछेउ मान्छेले खोताल्नु पर्ने हुन्छ है। अनि यहाँ ओह्रालो मिसिन झर्ने र त्यता सबै जेसिबीले फुटाउनु पर्छ नि त। त्यो जेसिबी सानो ब्रेकरले अनि त्यो झर्ने बाटो बनाउने अनि त्यहाँ ग्रेडिङ हान्दासम्म लेभल बनाउँदैछु है। आज कस्तो अघि भर्खर त्यो टन्सिल लाग्यो अरे कस्तो टन्सिल लाग्यो। अघि त्यो पानी पर्नु जेलसम्म त्यस्तो केही पनि भएको छैन। कस्तो घाँटी खरक 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 थुक्नेले पनि नभए। गर्मी हुन्छ त। एकमा भयो नि लगाएर राख्नु पऱ्यो एसी। तेल आइपुगेपछि तेल केटा पनि छैन अब मैले हाल्नु पर्यो। केटा तेल लिन जान्छु भनेर गएको तेल रेडी। तेल आइपुगेछ। आज त तेल आफै हालैमा पर्यो रे। ठ्याक अहिले तेल लिटरको कसरी छ है। 200 त क्रस नै होला। त्यो त तेलको बारेमा मलाई थाहा छैन है। 200 लिटरले पुग्दैन दिनभरि यार। अनि तेल पनि यसरी उहाँले गट 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 खानुहुन्छ। दिनको 300 लिटर दिनको 250 लिटर तेल भयो भने चाहिँ ठिक्क हुन्छ उहाँलाई है। अलिकति छोटो भएछ क्या अनि फिक्स छ क्या अलिकति हाल्दा ठिक भएछ। ल तेल हाल्दैछु। आज धेरै पछि तेल हाल्यो। ट्याङ्की ड्याङ पारेर काम गर्नु पर्यो। अब कस्तो गर्ने भागेकै छैन। ल 7 बजे है। छुट्टी गर्ने टाइम पनि हुन लाग्यो। 7:10 बाँकी छ। अब छुट्टी गर्ने हो। भोलि यहाँ 2 घन्टाको लागि काम बाँकी बस्यो। यो यति खोताल्नु अनि यति तल झर्ने ठाउँ बनाइदियो जेसिबीले। त्यो प्याचिचिचिचि हान्छ नि त सानो ब्रेकरले। ढुङ्गाहरू ढुङ्गा चाहिँ यति निस्क्यो। आज मिसिन यहीँ ग्यारेजमा राख्नु पर्ला जस्तो। ल आज काम चाहिँ हाम्रो चिया भइसक्यो है। यहाँ त ग्यारेजमै राखेको आज मिसिन चाहिँ। ए अनि मैले यो कम्पनीमा फास्ट्याग आउँदाखेरि चाहिँ 380 मिसिन लिएर आएको के यो जेसिबी 380। हजुर बिस्कुट खाँदिनँ नि म।
यो 380 मेसिन लिएर आएको थियो बिग्रेर बसिरहेको थियो सबै रोला चेन्ज गरेर क्या दुईपट्टि नै अनि बकेटहरू सब बनाएर टाकटुक यत्रो ठुलो छ नि बकेट है 10 चक्केमा त 4 बकेट हाले भरिन्छ क्या मजाले यत्रो बकेट छ कि ट्याक्कै ढाला बराबरै छ कि अलिअलि ग्याप आउँछ यो चाहिँ हुन्डाईको बकेट हाम्रो मिनी जेसिबी र उयो ठुलो जेसिबी आज यहीँ ग्यारेजमै राखेको थिएँ मेसिनको अवस्था यस्तो फोहोर छ नि थत्तेरिका के हो यो कस्तो हो यो माटो भरेको क्या थत् भोलि त्यहाँ फाउन्डेसनको काम हुन्छ अझै मेरो आजको दिन मेरो यतिमै बित्यो है उ त्यहाँ र यहाँ यति गरेर बित्यो अब क्याम्प जान्छु म सरासर केटाहरू पनि जाँदैछ अघि ओहो के पकाइ भइरहेको छ रे आलु मस्यौरा खाना साना दाल साल सब पाइन्छ हाम्रो डाइनिङ टेबल चाहिँ हो है सबजना बसेर खाने यहाँ चाहिँ ल मैले चाहिँ खानासाना नि खाइछु है अनि भिडियो एडिट पनि गरिसक्यो एन्डिङ गराएर हुन्छ त्यही भएर म एन्डिङ गरिदिनु लागेको ल लास्टसम्म हेरेर साथ दिनुभएको मनैदेखि धन्यवाद नयाँ हुन्छ भने सब्सक्राइब गरिदिनु होला र यति भन्दै आज भिडियो यतिको एन्डिङ गर्छु गुड नाइट भिडियो चाहिँ डेली आउँछ है टन्सिलको ऊ पनि खाएको छैन दबाई पनि खाएको छैन र कुल्ला नि गरेको छैन हल्का त्यस्तो गाह्रो भएन अहिले चाहिँ यसले कुल्ला गर्नुपर्छ यसले कुल्ला गर्नुपर्छ कि 3 टाइम लिएर आएर राखेछ है हस् बाई